ओहो जीवनमा पहिलोपटक मन परेको केटी र उनीसँग व्यक्त गर्न नसकेका केही कुरा। छ त्यो त भन्नै पर्यो। अब यसलाई कस्तो रूपमा लिने भन्ने चाहिँ हुन्छ है। अँ, अब केटी यहाँ महिलाको कुरा उम्, आयो अँ, होइन, हुन त मलाई भर्खरको देखेँ। अब एउटा चाहिँ केटीको कुरा हाल्ने भन्ने भयो होला। मैले जीवनमा अँ, पहिलोपटक मन परेको केटी भन्दाखेरिमा यहाँ जीवनमा पहिलोपटक मन परेको महिला भनेर देखिरहेको छु। उम्, त्यहाँ मैले आमा देखिरहेको छु उम्, होइन। उम्, र उनीसँग व्यक्त गर्न नसकेका केही कुराहरू भन्ने छ। अँ। अब आमालाई सबै दुःखहरू पनि होइन याज यो चाहिँ सुनाउन सकेका छैन होइन अहिले यो याज उयसमा है। आमातिर नगइकन अँ। बुहारीतिर जानुपर्ने, बुहारी जेनेरेसनतिर जानुपर्ने कुरा हो। अनि अर्को कुरा, अब जीवनमा पहिलो र अन्तिम भन्ने कुरा पनि म त फिक्स भइसकेको छु। अब यहाँ चाहिँ जीवनमा पहिलो पटक मन परेको केटी र उनीसँग व्यक्त गर्न नसकेका केही कुराहरू। त्यो त अवश्य हुन्छ कोही सबैको। हो त नि त्यही हो। अब पहिलो पटक र अन्तिम पटक भन्ने म भइसकेको छु। अँ, जो मसँग हुनुहुन्छ उहाँ नै पहिलो पटक अँ। र अन्तिम पटक। यो भनेपछि काहीँ केही बेलुका गएर खटपट पर्छ कि भन्ने हिसाबले। त्यस्तो केही होइन, ल त्यस्तो ठिक छ, केही होइन, ल त्यस्तो ठिक छ, केही होइन। एउटामा पास भएँ। एउटामा पास।